बजेट तपाईको मोबाइल देखाउने जिम्मा हाम्रो 10,000 देखिबाट 30,000 सम्मको मोबाइलहरुको पूरा रेन्ज देखाउँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। यदि तपाईको बजेट 10,000 रहेको छ भने तपाईको लागि ब्ल्याक भ्यूको वेब 2C भन्ने मोबाइल रहेको छ। यसको रहेको छ 3GB र्याम 32GB इन्टरनल स्टोरेज। अर्को रहेको छ ब्ल्याक भ्यूकै वेब 10C भन्ने मोडल। यसको प्राइस रहेको छ 13,979 रुपैयाँ। अर्को रहेको छ भिलियनको V50S भन्ने मोडल, जसमा रहेको छ 4GB र्याम 32GB इन्टरनल स्टोरेज। यसको रहेको छ प्राइस 14,500 रुपैयाँ। अर्को रहेको छ होनरको प्ले 10, जसमा रहेको छ 3GB र्याम 64GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 17,500 रुपैयाँ। अर्को रहेको छ होनरको X5C, जसमा रहेको छ 4GB र्याम 64GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 20,500 रुपैयाँ। अर्को रहेको छ इन्फिनिक्सको स्मार्ट 20, यसमा रहेको छ 4GB र्याम 64GB इन्टरनल स्टोरेज। यसमा 4GB एक्सपान्डेबलको पनि गर्न सकिन्छ। यसको प्राइस रहेको छ 20,000 रुपैयाँ। अर्को रहेको छ रेडमीको रेडमी A7 प्रो, जसमा रहेको छ 4GB र्याम 64GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 21,500 रुपैयाँ। अर्को रहेको छ ओप्पो र भिभोको रहेको छ 464 को 22,000 रुपैयाँ भने ओप्पोको रहेको छ 464 को 23,000 रुपैयाँ। अर्को रहेको छ होनरको X6C भन्ने मोडल, जसको प्राइस रहेको छ 23,500। यो चाहिँ अहिले एकदम बेस्ट मोबाइल हो, किन भन्दाखेरि यसको 6+6 र 128GB इन्टरनल स्टोरेज, 120 हर्जको डिस्प्ले रिफ्रेश रेट भएको कारणले एकदम राम्रो मोबाइल रहेको छ अहिलेको प्राइस अनुसार। अर्को रहेको छ मोटोरोलाको मोटो G06 पावर भन्ने मोडल, जसमा रहेको छ 4GB र्याम 64GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 24,979 रुपैयाँ। र अर्को रहेको छ स्यामसङको हालसालै प्राइस बढेको स्यामसङ A07 भन्ने मोडल, 464 को 25,500 रुपैयाँ परेको छ भने अर्को रहेको छ यो टेक्नोको स्पार्क गो 3 भन्ने मोडल, जसको प्राइस रहेको छ 26,000 रुपैयाँ। अर्को रहेको छ रेडमीको रेडमी 15, जसमा रहेको छ 6GB र्याम 128GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 28,000 रुपैयाँ। यो चाहिँ टिकटक बनाउनेहरूलाई एकदम स्पेशल रहेको छ। अर्को रहेको छ स्यामसङको A07 भने 4GB र्याम 128GB इन्टरनल स्टोरेज। यसको प्राइस रहेको छ 29,479 रुपैयाँ। अर्को रहेको छ ठ्याक्कै 30,000 को मोबाइल, जुन रहेको छ रेडमीको 15, 8GB र्याम 256GB इन्टरनल स्टोरेज। यो चाहिँ अहिलेको एकदम बेस्ट मोबाइल रहेको छ। सबैभन्दा राम्रो कुरो फोन हेरेर चेक गरेर आफ्नो बजेट अनुसार रोज्न सक्नुहुनेछ। त्यसैले मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने 10,000 देखिबाट 30,000 सम्मको हामीसँग यी मोबाइलहरू उपलब्ध रहेका छन्। बजेट तपाईको मोबाइल देखाउने जिम्मा हाम्रो। यदि तपाईलाई यी मोबाइल मध्ये कुनै पनि मोबाइल मन परेको छ भने त्रिशुली बजारमा रहेको ग्यालेक्सी मोबाइल शपमा सम्पर्क गर्नुहोला। म मिलाएर दिइहाल्छु। धन्यवाद।